माछाको एकदमै सजिलो मिठो रेसिपी लास्टसम्म हेरेर ट्राई गर्न सक्नुहुन्छ। आज बिहानै म माछा लिन गएको है, कहाँबाट थाहा पाउनु भएछ यो उठाउनै नसकिने मान्छे पनि उठेर किचनमा आएर पकाउन सुरु गर्नुभएको। यसो किचनतिर गएको त माछा त अलरेडी फ्राई भइसकेको रहेछ, तर पनि मेरो मोबाइलमा भिडियो चाहिँ खिचिदिनु भएको रहेछ। सुरुमा माछालाई धोइ पखाली गरेर यसमा नुन, बेसार अनि धुलो खुर्सानी, त्यस पछाडि तोरीको तेल राखेर अनि कागती मजाले निचरेर, यो चाहिँ ट्राउट माछा लिएर आएको थिएँ क्या मैले उता एमडीतिर पुगेर है, बिहान बिहान आफै पकाउँछु भन्ने सोचेर यहाँ त पकाइदिइसक्नु भएछ। अनि मोलेर चाहिँ फ्राई प्यानमा यसरी तावा सेकेर माछालाई सेकेर चाहिँ फ्राई गर्नुभएको रे, डिप फ्राई होइन। योलाई चाहिँ धेरैजनाले माछाको रेसिपी राखिदिनु न भनेर पनि भन्दै हुनुहुन्थ्यो मलाई। यो रेसिपी ट्राई गर्नु, यस्तो मिठो बनाउनु भएको थियो नि, म त फ्यान भएको के है। यो लसुन र अदुवा चाहिँ मैले नै कुर्देको हो होइन। अनि त्यस पछाडि कराई बसाल्नु भयो, फेरि तोरीको तेल राख्नुभयो, त्यसमा चाहिँ कालो तोरी प्लस जिरा फुराएर त्यस पछाडि लसुन र अदुवालाई पनि फुराएर मजाले बास्ना आउने बेलासम्म भुट्दै हुनुहुन्थ्यो। अनि त्यस पछाडि भुट्नुभयो प्याज, अनि मैले टमाटर पनि राखिदिएँ। दुईजनाले मिलिजुली पकाए पछाडि त जे पनि मिठो हुने हो कि हो, यस्तो मिठो भएको थियो नि कुरै नगरौँ क्या। अनि त्यस पछाडि यो हल्का टमाटर गले पछाडि बेसार राख्ने अनि नुन राख्ने, अरू केही राख्नु परेन। अब चाहिँ हामीले नेपाली मसला बनाएको थियौँ, यसमा चाहिँ जिरा धनियाँ हल्का गरम मसलाहरू राखेर अनि आफैले पिसेर बनाएको थियौँ। अनि त्यसलाई पनि राखेर एकछिन चलाउने, अनि अब चाहिँ पानी हाल्ने, अनि त्यस पछाडि राखिदिने पालै पालो फ्राई गरेको माछा। 10 मिनटसम्म यस्तो मजाले पकाइसके पछाडि माथिबाट राखिदिने धनियाँ, अनि एकदमै मिठो माछाको झोल रेडी हुन्छ है त। ट्राई गर्न सक्नुहुन्छ।